हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँले हेर्नु भएर समर ब्लग्स है। र यति बेला चाहिँ म आफ्नो घर आइपुगेर चाहिँ मैले सिलगढीदेखिको घरसम्मको भ्लग्स चाहिँ मैले गर्नु पाइनँ, किनभने मेरो गोप्रोको माउन्ट मतलब सेट भएको थिएन। त्यो कारणले गर्दाखेरि चाहिँ मैले सिलगढीदेखिको घरसम्मको मैले भिडियो बनाएर तपाईँहरूसँग राख्न सकिनँ है। र यति बेला चाहिँ म आफ्नो घर आइसकेँ है। उपरै मजाको इन्भाइरोमेन्ट छ है। सिलगढी चाहिँ गरम छ, यहाँ चाहिँ एकदमै कुल टाइपको है। लाठपन्चरमा पर्छ मेरो घर चाहिँ। र यति बेला चाहिँ म घर आएर है साँझको बेलामा अब चाहिँ मोमो बनाउने आमालाई मोमो बनाएर खिलाउने नि त है। मलाई पनि मोमो खानु मन परिरहेछ। म मोमो खाएको चाहिँ आज म तपाईँहरूसँग यो भ्लग्स राख्नेछु है। सिकार्नुहोस्। र अब चाहिँ मोमो बनाउने नि त हो। यहाँ चाहिँ दिशा नाना, यहाँ चाहिँ मेरो आमा हुनुहुन्छ। यहाँ चाहिँ मैले प्याज काटेर चाहिँ रेडी गरिसकेँ है। प्याज रेडी गरिसकेँ। अब चिकनको मासु है। अब चाहिँ अचानकमा किमा गर्ने, त्यसपछि चाहिँ तपाईँलाई देखाउने छु। प्याज रेडी भयो है, किमा पनि रेडी भयो। र यो चाहिँ सुपको लागि, यो चाहिँ किमा है। र अब यो चाहिँ यसमा मिक्स गर्ने र अजिना मटर हाल्ने। त्यसको बादमा चाहिँ मजाले मोमो बनाइन्छ है त। यति बेला चाहिँ यो अब मोमोको लागि है, यहाँ रिफाइन तेल हालिरहेको छु हो। तेल चाहिँ ठिक्कै मतलब लिमिटले हाल्नुपर्छ। धेरै हाल्नु हुन्छ फेरि बेसी हुन्छ नि त, त्यो भएर चाहिँ फेरि पेट खराब हुन्छ हो। र मासु यहाँ छ, प्याज छ, प्याज म अदरक हालिसकेको छु, अजिना मटर यहाँ छ है। त्यस्तै छ। अब के गर्नु है, बनाउनु पऱ्यो नि त घर आएको बेलामा, मोमोहरू पनि कोही बेला। अब यसलाई चाहिँ खरिनु दिने, खरेर चाहिँ फेरि यसमा एड गर्ने है। तेल खरिँदैछ। यहाँ चाहिँ नानीहरूले डल्ला बनाउँदैछ नि त। दिशा नाना र सानो फुच्चीले डल्ला बनाउँदैछ। अब तेल चाहिँ मजाले खरिनु दिने। त्यसको बादमा है यो प्याजहरू हाल्ने छ, मजाले गरिदिने यसमा। फेरि चिकनको जुन किमा गरेको थियो त्यो हालिदिनु। यहाँ चाहिँ अहिले मैले सबै हालिसकेँ। अजिना मटर चाहिँ जति सक्दो कम्ती हालेको राम्रो हो। यो खासमा डाँपेर नच्याप्नु पर्ने है। डाँपेर अजिना मटर चाहिँ एक प्याकेट मात्रै हालिदिएको छु यहाँ। अजिना मटर, अदुवा चाहिँ मेन हो है मोमोको लागि चाहिँ, टेस्टको लागि, फ्लेभरको लागि। र यसमा हल्का सल्ट हालिदिने है। सल्ट चाहिँ अब हेरेर हुन्छ कति जस्तो, यति भए चाहिँ ठिकै हुन्छ जस्तो मलाई लाग्यो। रेडी भयो। ओके, दुईजनाले बेल्दैछन्, एकजनाले बेल्ने एकजनाले उयो गर्दैछ। यहाँ चाहिँ नानी गाउन बुझ गरेर नि है मेरो लुगा गाउन किन यो चाहिँ सुपको लागि यहाँनिर त्यो जुन हड्डीहरू थियो त्यो हाल्यो नि त। अन्त यो टमाटर चाहिँ अचारको लागि है। यहाँ चाहिँ बेलेर रेडी गरेछ नि त दुईजनाले, आमा र दिशाले। अब म चाहिँ बनाउने है, फटाफट बनाएर चाहिँ के अरे फटाफट मोमो खाने। यो चाहिँ के अरे माछा काटे नभन भाइ। किन मिठो हुँदैन? अर्को स्टाइलको बनाउनु, अर्को स्टाइलको बनाउनु पऱ्यो फेरि।
मन गर्यो ल एक सिफ्ट चाहिँ रेडी भयो लगातार चलिरहेछ धमाधम हो बनाएर ल यति बेला चाहिँ 3 सेट रेडी भइसक्यो है 3 सेट मोमो रेडी भएर अब चाहिँ पाक्ने बेला भयो है यो चाहिँ रातो रातो भएपछि चाहिँ पाकेको हो नि त पाक्यो होला टल्किन्छ नि त यति बेला चाहिँ मोमो रेडी भयो है अब चाहिँ हामी खाने यो नानीहरू चाहिँ टेस्ट गरिसक्यो कस्तो भएछ नानी दामी भएछ अनुहार छोपेर उसको कपाल चाहिँ बिगारिदिएको रहेछ नि त त्यो भएर अनुहार छोपेर ऊ अश्विनको लजाइरहेको छ ऊ आमाले अब टेस्ट गर्ने भयो कस्तो भयो है कस्तो चाहिँ भयो अब मोमो छोराको हातको आएन आफ्टर लङ टाइम यसरी मोमो बनाएर दिनु पाएँ सबलाई खुसी लाग्यो टेस्ट गर्नु चाहिँ कस्तो भएछ बाइट मिठो भएछ हौ दामी भएछ हौ दामी भएछ नानीहरू कस्तो भएछ सुप पनि छ होला यहाँ सुप पनि बनाइदिएको छु हो अब म पनि टेस्ट गर्ने अब चाहिँ म पनि ट्राई गर्ने कस्तो भएछ मोमो हेर्दैछ त दामी भनौँ न घरको मोमोको स्वाद चाहिँ छुट्टै हुन्छ क्या कस्तो भएछ रे आमा मिठो भएछ हौ अलिक नुन चर्को अलिक नुन चर्को दामी भयो राम्रो भएछ दिसा खाऊ खाने है सता मोमो दार्जिलिङमा चाहिँ मोमो चाहिँ प्रायःको घरमा महिनामा 2-3 खेप चाहिँ बन्छै बन्छ यो चाहिँ दामी हो नि त दार्जिलिङमा चाहिँ दामी बनाउँछ नि त अचार पनि दामी भएछ मिक्सीमा हुन्छ सायद होला राइस कुकरको खानाभन्दा चुल्हामा बनाएको खाना मिठो भन्छ हो पुरानो मान्छेहरूले लोरा ढुङ्गामा पिसेको अचार र मिक्सीमा पिसेको अचारमा लोरा ढुङ्गामा पिसेको अचार मिठो भन्छ पुरानो मान्छेहरूले खोइ के हो तपाईँहरूलाई के लाग्छ है प्रतिक्रिया दिनुहोस् होला नानी बाबाले भयो आफू हातले बनाएको त मिठो हुँदैन भन्छ मलाई कता मिठो भएन त तैँले बनाएको है ये सूप खाओ है सूप खाना नहीं खाओ अब चाहिँ रह्यो सुप अब चाहिँ सुपी सुप पनि तगडा भयो जस्तो लाग्यो अब चाहिँ सुप खुवाइ हुँदैछ हो सुप पनि बबाले भयो जस्तो लाग्यो मलाई
ओके, आजको मोमोको भ्लग्स चाहिँ है तपाईँहरूलाई के कस्तो लाग्यो है, आएर चाहिँ मोमो बनाएर यसरी खिलाउनु पाएँ, खुसी लाग्यो है। सबै बसेर यसरी खानु पाएँ, खुसी लाग्यो। र फेरि अर्को भ्लग्स लिएर तपाईँहरूसँग उपस्थित हुँदै नै छु। तबसम्मको मलाई बिदा दिनुहोस् है त। ओके, थ्याङ्क यू सो मच, गुड नाइट।